एउटा कसको माया कस्तो भन्ने कुरा नि पहिले भगवानहरुका पालामा एउटा महादेवले पार्वतीलाई भन्नुभयो रे हैन यो आमा बुवा श्रीमान श्रीमतीमा सबैभन्दा बढी माया चाहिँ कसको हुन्छ छोराछोरीमा भन्दा पार्वतीले भन्नुभयो रे सबैभन्दा धेरै माया चाहिँ छोराछोरीमा हुन्छ नि छोराछोरीको माया लाग्छ नि कति लाग्छ भने आफूभन्दा धेरै माया लाग्छ छोराछोरीको भनेर पार्वतीले भन्नुभयो रे भनेपछि महादेवले भन्नुभयो पत्याउनु भएन होइन सबैभन्दा धेरै माया त आफ्नै हुन्छ हौ अनि मात्रै अरूको माया हुन्छ भन्दाखेरि होइन छोराछोरीको सबैभन्दा धेरै माया छोराछोरीकै हुन्छ अनि मात्रै आफ्नो माया हुन्छ आमाहरूलाई भनेर अथवा पहिलो माया चाहिँ छोराछोरीकै लागि हुन्छ भनेपछि त्यसो नि एउटा परीक्षण गरौँ है त भनेछन् अरे क्या भगवानले ल हुन्छ भनेर अनि माथि स्वर्गबाट अथवा कैलाश पर्वतबाट चाहिँ धरतीमा आए पार्वती र महादेवले अनि एउटा घरमा लगेछन् महादेवले त्यहाँ चाहिँ 3 महिनाकी सुत्केरी आमा हुनुहुँदो रहेछ अनि 3 महिनाकी सुत्केरी आमा नानीलाई अब नानी 3 महिनाको नानी नाङ्गै छ सानो नानी अनि चिसो लाग्छ होला भनेर अगेनामा आगो तापाउँदै तेल तताएर दल्दिँदै हुँदो रहेछ अरे होइन अनि त्यहाँबाट त्यति नै हेर अब ल हेर है त कसको धेर माया गर्दो रहेछ मान्छेले भनेर महादेवले भनेपछि पार्वती हुन्छ म हेर्छु ल जाँच्नु त भन्नुभएको छ अरे अनि त्यति नै खेर अब महादेवले के गर्नुभयो भने केही गर्न महादेवले पाउनु भएको थिएन पड्किने दाउरा रहेछ क्या अगेनामा चाहिँ अनि दाउरा चाहिँ प्याट्ट पड्क्यो नि त आगो पड्केपछि एउटा कोइलो नानीका नाङ्गा काखमा पिडुलामा पर्यो तिग्रामा अनि अर्को कोइलो चाहिँ आमाले पनि यसो अलिकति लुगा सुर्केको रहेछ नानी राख्नलाई अर्को कोइलो चाहिँ आमाको तिग्रामा परेछ क्या अनि झट्ट त्यतिखेर त एकैचोटि पर्यो नि त नानी कमरे अनि आमाले आका भनेर पहिले चाहिँ आफ्नो तिग्राको कोइलो फ्याँक्नु भएछ अनि त्यसपछि मात्रै नानीको फ्याँक्नुभयो अनि त्यस पछाडि अनि भन्नु पर्यो भगवानले हेर आफ्नो आपत परेको घडीमा सबैभन्दा माया आफ्नै हुन्छ अनि मात्रै दोस्रो मान्छेको हुन्छ आफ्नो मुटु कलेजो भन्दा आफ्नो जिन्दगीभन्दा धेरै माया गर्छु भनेको बच्चामा पनि पहिले त कसको कोइलो फ्याँक्नुभयो त आगोको झरिलो कोइलो आफ्नै फ्याँक्नुभयो नि त पहिले नानीको फ्याँकेर अनि आफ्नो फ्याँक्नु पर्थ्यो नि त हो त्यस कारणले सबैभन्दा धेरै माया चाहिँ मान्छेले आफ्नो फर्स्ट चाहिँ आफ्नै हो क्या भन्नलाई म भन्दा धेरै तिमीलाई माया गर्छु तपाईलाई गर्छु हजुरलाई माया गर्छु भनेर भने नि त्यो बाहिरी बनौटी नै हुन्छ होइन भन्न त हेर्दैदेखि नै भने होला तर परिआउँदा पहिलो चाहिँ आफ्नै माया हो आफ्नै जिन्दगीको माया हो नि त किनभने त्यति सानो कलिलो बालकको जिउमा परेको आगो फ्याँकिकन मात्रै आफ्नो फ्याँक्नु पर्छ नि त होइन अर्काको बच्चो भए नि त पहिले आफ्नै माया लाग्यो आफ्नै बच्चो भने फ्याक्क आफ्नो फ्याँकेर मात्रै नानीको फ्याँक्नुको अर्थ फर्स्ट त आफै हो त्यस कारणले सबैभन्दा पहिलो माया चाहिँ कर्तव्य आफ्नै हुन्छ पार्वती फेल भयो अथवा पार्वती फेल भयो भन्नाले यो संसारको रचना त्यसरी उदाहरण दिएर देखाएको यहाँ फेल पास त अब त्यस्तै हो होइन त्यही हो अब अहिले संवाद पनि यति नै होला अहिले मिठो छ आमा मिठो छ मलाई नि मिठो छ राम्रो ल्याएको खोले जाँदा पो खानुपर्छ फापरको खानु त पकाइदिउँ अहिले नै पकाउँ अहिले त खानु खोले जाँदा त बच्छ पकाउँछु म खाऊ यो पनि खाइसकिन्छ होला आमा यति खानु
Khán rồi mua vô là mấy khán chụp. Mà cái Rồi rồi. Rồi. 좀 돼. Trời. Bây giờ chia sẻ nó anh ta nói đi so với ai rồi trời giờ ông trời giờ cô ông mà lại trở lại trời nghe trẻ rồi trời